यो दिमागले काम गर्नु छोड्छ नि मान्छे जहाँ खोजेर हान्छ हानेन। तपाईँले अस्ति मन परि बोलेर गाली गर्नुभयो अरे क्या, मुख पनि छाड्नु भयो दुर्गा प्रसादलाई, किन त्यस्तो गर्नुभयो? दुर्गा प्रसादको समर्थक हो त रिसाइरहेको थियो तपाईँदेखि। घन्टैसी रिसायो भने भाइ तिमीलाई खुवाएको छ तिमी रिसाउँछ। म त 78,000 ऋण तेरो बाजे तेरो बजे तिम्रो बुवा मुवा तँलाई यत्रो 16 वर्ष 17 वर्ष 18 20 22 वर्ष हुर्काएको हो, उसलाई 78,000 ऋणहरू मेरो नातिको पेटमा अहिले पेटमा हाम्रो दिदी बहिनीहरूले जन्मदिन लागेको बच्चाहरूको 78,000 ऋण छ भाइ। यो राजाले पनि तिर्दैन, कसले तिर्दैन, सब औरे भौरे मिलेकै छ यहाँ। यो राजेन्द्र खड्गी भन्ने मान्छे नेवार नेवार भन्दै खुब बढी उम्लिरहेको छ, यसलाई भेट्यो भने ढाँड भाँच्छु भन्दै थियो कमेन्टमा मान्छेहरूले। मान्छे म लगेर ऊ 4 तलबाट उसलाई लिएर म हाम फाल्छु, लैज दुर्गा आइज ओह्राउनु जाने कि सिधा हाम फाल्ने कि होइन। दोरी नबानिकन बन्जी हानु 560 फिट तर म दोरी नहाले हानु यहाँ आइज। तपाईँले यो नेवारको मात्रै कुरा गर्दाखेरि काठमाडौँ नेवारको मात्रै राज्य हो र नेवार मात्रै हो र अरू पनि छन् नि जातको कुरा गर्ने भन्दै थियो तपाईँलाई। साला एउटा मधेस मुलको भाइ एउटा गुरुङ मुलकोले प्रधानमन्त्री छानिन्छ के हेरे भयो त? तिमीले त राम्रो गरेको थियो, तिमीले मलाई नै भनेको थियो खड्गी चाहिँ आउनु पऱ्यो भनेर, तैँले मलाई के दिन्छ र म आउने भने कि अहिलेसम्म डुगेर खाएर चाहिँ भाइ तिमीले हात खुट्टा भाँच्यो थाहा छैन है। अनि तपाईँको प्यारो दाइ शेरबहादुर देउबा र अनि भाउजू आर्जु राणा त भागेछ त नि विदेश, सिङ्गापुरतिर गएछ। मैले त यो 3 महिना अगाडि भनेको बरु दुर्गाले भनेन, मैले भनेछु कि यो किशोरको पोडकास्टमा राजा ल्याउने के भाग्ने भनेको थियो कि सम्हाल्यो भने 9 महिना भइसक्यो भनेको सम्हालेन, अब भाग्नु पऱ्यो नि त भने। अबको यो मैले एउटा कुरा बुझेको छैन दुर्गा यार भाइ 80जना मरिसक्यो के, तिमीले गर्न लागेको कुरा राम्रो हो तर धेरै मर्छ के, त्यसको क्षति कसले तिर्ने? यो कुरालाई ध्यान दियो कि अहिले भनेको साइबरबाट लड्ने, अहिले मैले साइबरबाट तिमीलाई काउन्टर दिइरहेको छु नि। यो राजाले पनि भनेको साइबरमा आऊ, पैसा खुवाऊ, स्वास्थ्य शिक्षा रोजगार दिऊ, सबैले आफ्नो धर्म चाडपर्व मनाउनु दे, भित्तामा टाँसु तपाईँको फोटो, तपाईँको श्रीमतीको पनि महारानी भन्नुपर्छ होइन। अहिले त महारानी हो नि तपाईँ, म चाहिँ राजा र रानी नै भन्छु कि भित्तामा टाँस भनिरहेको छु कि मैले। आश छैन क्या हो तपाईँलाई आउने, दम छैन क्या हो राजा तपाईँमाथि? यो दुर्गीले बोलेर हुन्छ, मैले बोलेर हुन्छ? तपाईँले अस्ति दुर्गालाई गाली गरेर दुर्गा प्रसाद डराएछ कि क्या हो? यो छठपछि आन्दोलन गर्छु भन्दै अब यो कार्तिक भोट त आन्दोलन नगर्ने रे भनेर कुरा आयो त फेरि। हेर दुर्गा जे छ नि, दुर्गा तेरो सिद्धान्त मेरो सिद्धान्त धेरै मिल्छ है। मैले यो चोरलाई खुवाउनु भन्दा बरु मोदीलाई गुहार्ने भनेको थिएँ कि, तर तिमीले के भन्यो म मोदीलाई प्रधानमन्त्री मान्छु भन्यो, त्यो नभन। अहिले सबै नेपाली जनताले एक्सेप्ट गर्नु पऱ्यो कि यो चोरहरू पाल्ने कि यो चोरहरूको पनि माथिको मान्छेले जसले चोरी गर्ने छ त्यो मान्छेलाई समात्ने है। तिमीले भनेको कुरा राम्रो हो, धेरै सस्तो हुन्छ। यो चोरहरू पाल्ला कोही भाग्दैछ कोही छ, तर यो तरिका भएन के। यो 15 दिन उर्दी जारी नगर है, अरूले मान्ला नमान्ला रायन खड्गीले मान्दैन, फेरि रायन खड्गीको जमातले मान्दैन, त्यो याद गर। अब दुर्गा प्रसादले गर्ने आन्दोलनको टार्गेट राजेन्द्र खड्गी हुन्छ भन्दैछ मान्छेहरू। अनि टार्गेट भने के? टार्गेट भनेको अब लखेट्ने जलाइदिने घर आइज भन्दैछु त मैले त 98 5 10 37 57 नम्बर त दिइरहेको छु त। पहिला तेरो परिवारको अनुहार हेर, तेरो बा आमाको, म जो मसँग आउँछ नि म अरू बोल्दैन, भाइलेन्स बोल्दैन कि। बा आमालाई सोध, बा 78,000 दिन तपाईँ मऱ्यो भने मैले कहाँबाट तिर्ने भनेर सोध। बुहारीको बच्चा पाउनु लागेको त्यो बुहारीको कोखाको बच्चालाई सोध, तेरो छोराछोरीहरूलाई सोध जो आउने हो, नभएकाहरूले चाहिँ आफ्नो गर्लफ्रेन्डलाई सोध, बुझ्यो? तपाईँ सबैसँग दुश्मनी साँधेर तपाईँ कसरी हिँड्न सक्नुहुन्छ क्या? तपाईँ महेश बहिनीसँग त्यस्तै दुश्मनी, बालिन शाहसँग त्यस्तै दुश्मनी, अब दुर्गा प्रसादसँग पनि दुश्मनी लिँदै हुनुहुन्छ। तपाईँलाई अब हिँड्न गाह्रो हुँदैन बाटोमा? हिँडिरहेको छु त। हेर बाबु, जो मान्छे मर्न डराउँछ नि त्यो फटाइ कुरा गर्छ कि। रायन खड्गी चाहिँ मर्न डराउँछन् भाइ, त्यसै 10-12 पल्ट त मरे बराबर भएछ। फिल्म लाइनमा बम पड्काएको छ, आगोमा जिउमा आगो लगाएको छ, साला पाहाडबाट हान्छ, घोडा पल्टाएको छ, साला हतियार बराबरको नेपाल आर्म्सहरू चलाइसकेको छ। के हुन्छ? दुर्गा गोली अड्क्यो भने कसरी निकाल्न थाहा छ? दुर्गा प्रसाद पनि माओवादीमा सँगै हिँड्या मान्छे, उसलाई पनि थाहा होला नि, तपाईँलाई पनि थाहा होला र? माओवादी सिकाइदिन्छु म, के को माओवादी भने साला, त्यो माओवादी त्यो आऊ न ल,
त्यसले हतियार ल्याएर अब त्यो हतियारबाट जफर हुनुपर्छ कि नेपाल सरकारले नदिने हतियार राख्नु मिल्दैन कि त्यो क्राइटेरियामा छु म 22 राख्नु पाउँछ 12 राख्नु पाउँछ तिम्रो एयर गन हाल्न पाउँछ भरुवा बन्दुक हाल्न पाउँछ त्योभन्दा माथिको हाल्न पाउँदैन यो सेमी अटोसम्म पाउँछ फुल अटो पाउँदैन दुर्गा परसाई भन्दा नि राजेन्द्र खड्की शक्तिशाली हो र भने सबै नेपालीहरू शक्तिशाली जो पीडित छ नि तिमी पनि शक्तिशाली हो भाइ अस्ति तिम्रो यो साइबर रोक्दाखेरि तिमी के थियो के सपना साँचेर आमा बाउलाई तिम्रो गर्लफ्रेन्डलाई भनेर तिमी आएको थियो 1.5 महिना रोक्दाखेरि तेरो त हावापानी सिसेको थियो हो त्यो फाटेको मुजा लाउने बाध्य हुन्थ्यो तिमी घर भाडा कसरी तिर्ने भन्ने थियो तिमीलाई हो मलाई मेरो परिवारलाई कसरी खुवाउने भन्ने थियो कि मलाई अरू भने मेरो नातिलाई कसरी खुवाउने मैले अब यो यस्तो ताल भयो अब काट्न जाने राँगा काट्दा काट्दा जिन्दगी बिता अब मान्छे काट्न जाने त्यसको नो भाइलेन्स के तिमीहरू बोल्छ म त हान्ने हो हानेर आएको के म जस्तो वारियर कुलमा जन्मिएँ कि धन्य मेरो आमा हो धन्य खड्कीहरूलाई धन्य कसाईहरूलाई धन्य साईहरूलाई कि म त्यसमा चाहिँ मलाई पहिल्यै वारियर बनाएँ कि अन्यायको विरुद्ध लड्ने वारियर बनाइदियो कि त्यो त तपाईँले जमानामा राँगो त खुब ढाल्नु हो अब राँगो ढाला जाँदाखेरि कसलाई ढाल्न मन छ तपाईँलाई अब कात्रो खाने बाहुनहरूले चाहिँ नेपाली जनताको कात्रो जिउँदा खाइसकेपछि अब कसलाई हान्ने जो देशलाई माया गर्नलाई नमस्ते सेल्युट ढोगे देशद्रोही र देश बिगार्नेहरूलाई चाहिँ छ नि अरू जेसुकै होस् मेरो एथिकले दिँदैन भाइ म त हेटाउन पनि वारियर फिल्मल्यान्डमा आएर पनि फाइट आएर वारियर बम ब्लास्टदेखि सबै गरेर हिँडेको मेरो लागि यो बम बनाउने बम पड्काउने भनेको नर्मल हो म 20औं वर्ष पड्काएको हो कि होइन यिनीहरू अरूलाई पड्काउनु दिने मान्छे हायर गर्छ कि मेरो त्यसै जटा छ त्यहाँ 100औं जानु छ फिल्म इन्डस्ट्रीको सबै फाइटर सबै ब्लास्ट बनाउन आउँछ बुझ्यो